आज के भयो यस्तो यो चाहिँ भारी हो साबुन बिरामी हुन्छ त्यस्तो मात्रै खायो भने चप्पल किनिदिनु भएकोमा थ्याङ्क यू बाबु। अनि चाहिँ काग्रो सानो हेलो गाइस नमस्ते। अनि आज चाहिँ म नुहाएँ अनि हात मुख धोएँ, नुहाइसकेर कपडा सपडा धोएर राख्दै अनि पुस्दैछु मुख आज मेरो कपाल कस्तो देखिरहेछ। अब चाहिँ म रेडी हुन आँटेको छु बजारको लागि, किनभने मेरो लागि ड्रेस किन्नु पर्ने छ। त्यही भएर अगाडिमा मेरो कपडा चाहिँ रेडी भयो। अब चाहिँ म हजुर म रेडी हुँदैछु। रेडी भइसकेँ अनि मलाई चाहिँ कपालले धेरै हटाएर म चाहिँ टिन्टी लगाएको अनि म चाहिँ रेडी भइसकेको छु। यसमा क्रिमहरू लाउँछु। ल अझ म क्रिम लाउँछु, बेबी क्रिम हो। अब चाहिँ म कपाल कोर्न आँटेको रेडी पनि भइसकेँ। कोकोनट तेल जमेको छ नि त, अरू तेल जस्तो छैन त्यो, यो तेल अर्कै खाएको हो। लु कपालमा पनि लगाइसकेँ। बजार जाँदैछौँ। मामु यहाँ हुनुहुन्छ। मामुले भर्खर नुहाउनु भएको नि त, अनि कपाल छोडेर हिँड्नुपर्छ। कपाल सुक्यो भने चिम्टी मेरो ब्यागमा राखिराख्नुपर्छ। मामु गर्मी भयो, गर्मी भयो त मेरो मामुलाई पनि कहाँ हुन्छ। कत्रो लामो कपाल बनाउनु भएको त। ए म चाहिँ फेरि उता अङ्कल जस्तो दाजु मनको बिराती
आफूले उत्पादन गरेको सामान बेच्न ल्याउनु भएको छ। मामु मामु किम्बु पाकेको किम्बु दोकान सानो कति सक्छ गाडी आएको नि हेर्न सक्नुहुन्छ। यो अर्को पनि आयो मामा हुन्छ यहाँ चाहिँ ब्लड गरे नाक पर गाडी कुदाउन नआउँदै नाकबाट ब्लड गयो। धान नाच गर्ने ठाउँ चाहिँ आउनु होला घुम्न। गाडी त एउटै त टाउकोमा राखिदिए सिटमा रेस गर्नु पुछताछ गर्दै कहिले गएको छ अरूले गएको छैन भने फर्स्ट दिनै गयो भने चाहिँ गाली हुन्छ। अब यस्तो बेला बेला गएको यो चाहिँ भारी हो साबुन भन्दा छ भारी रुमाल सबै छ अघि फन त्यत्रो आएको यहाँ गाडी रोक्नु फेरि अहिले यहाँ आइपुग्यो भने कति धेरै अटो गाडीहरू चाहिँ यहाँ बारी चाहिँ यहाँनिर राख्नुभयो ठुलो मामुकोमा। हाम्रो ठुलो मामु चाहिँ धरान जानुभएको छ। त्यही पनि मामु यहाँ राख्नु के छ भनेर हेर्दै हुन्छ कि यहाँको नजारा चाहिँ यस्तो छ। होटल साइन होटल यति पर जाँदैछु। हामीले चाहिँ सामान किन्यौँ। अब हामी कहाँ जाँदैछौँ? हामीले चाहिँ मेरो लागि कपडा पनि किनिदिनु भयो, जामा किनिदिनु भन्दै हुन्थ्यो, कुर्ता किनिदिनु भयो। मामु चाहिँ केसको आमा छाड्दै हुनुहुन्छ, केसको आमा छाड्दै हुनुहुन्छ है। बिरामी हुन्छ त्यस्तो मात्रै खायो भने खाएको छैन। हामी चाहिँ अघिको सामान लिन आएको। माम के छ? मेरो लागि चप्पल क्रिम किन्नुभयो। मेरो चप्पल त्यो राम्रो छ।
हो कान्छी म गर्छु आऊ म गर्छु भेषमाथि नि कुर्ता लाउँदो रहेछ नि हामी चाहिँ बजार गएर आयौँ हामीले चाहिँ के सामान ल्यायौँ हेरौँ है त आज बजारबाट चाहिँ मेरो लागि चाहिँ कुर्ता ग्रिन कलरको छ कति राम्रो कलर छ है अनि त्यो चाहिँ सुरुवाल त्यो चाहिँ सल त्यो चाहिँ मेरो लागि चप्पल चप्पल जस्तै छ यो चाहिँ दिदीको गुनी चेलीको लागि ल्याएको कर्कुरा अनि यो चाहिँ गाग्रो सानो यो चाहिँ दिदीको गुनी चेलीको लागि ल्याएको यो चाहिँ सानो गाग्रो अनि कर्कुरा यो चाहिँ सेतो तपाईँलाई कस्तो लाग्यो भने ल्याएको सामानहरू राम्रो लाग्यो भने कमेन्ट लाइक हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको ओ यो चाहिँ मामुको लागि चुरा म चाहिँ त खाल्दै बसेको छु मेरो लागि क्रिम बेबी क्रिम म चाहिँ धेरै धेरै खुसी छु मामुले मलाई कुर्ता सुरुवाल अनि चप्पल किनिदिनु भएकोमा थ्याङ्क यू बाबु